इमार्टमा हामी चट्ट MacBook 14 Pro किन्न आइसकेका छौँ guys. So I am so excited for this moment. कर्नर लाग पर्ने रहेछ मैले टिभी त्यत्रो चाहिँ होइन कि मलाई हेर नि त यही पनि ठिकै छ 26 M5 चिप होइन मलाई M4 Pro नै चाहियो कि 이거 24 1테라 그리고 M4 칩 맞으시죠? यो एप्पल स्टोरबाट चाहिँ अब MacBook बोकेर चाहिँ लाग्यो है त गाइस. अब रुममा पुगेर यसको अनबक्सिङ हुन्छ है. ओ माई गड. यसलाई चाहिँ यस्तो गरेर फर्स्ट लुक्स तपाईँलाई है. ओ माई गड कस्तो मजाले खुलेको. यस्तरी यसलाई ओपनिङ गरौँ. सी टाइपको रहेछ केबल चाहिँ. यो चाहिँ म्याग्नेट सिस्टम रहेछ है. एकदम इजी खुल्छ क्या खोल्नु पनि है. वाउ यस्तो दामी यार. यस्तो पातल स्मुथ हेर्दै यस्तो मजा आउने के. ल फाइनली गाइस इमार्ट लिम्बुसीसँग इमार्टमा हामी चट्ट MacBook 14 Pro किन्न आइसकेका छौँ गाइस. सो I am so excited for this moment. खतरा गयो क्या लिम्बू यार. खतरा दिए क्या यार. इमार्टको दृश्य यस्तै रहेको छ. हामी चाहिँ सिधै सेकेन्ड फ्लोरमा जानेछौँ किनभने हामीलाई चाहिएको सामान चाहिँ डाइरेक्ट सेकेन्ड फ्लोरमा मिल्छ हामीलाई. त्यसो हुनाले हामी चाहिँ यहाँदेखि चाहिँ उकालो लाग्नेछौँ. यता हो र कस्तो लाग्यो के त हो. कन्फ्युज भयो है मलाई. ओके फ्लोर त सेकेन्डै हो. एप्पल स्टोर यही हो त. Mac 14 कि 16 अरे 14 को 1 टिभी रहेछ 47 लाख 47 के ए M4 Max Chip 14 32 युपी 36 है. यो त महँगो रहेछ यो त. यसको प्रो चाहिँ 26 लाख. यो ठीक छ के हो यो चाहिँ कति हो यो ठीक छ नि सुनिल चाहिँ 16 यो ठीक छ नि यो कर्नर लाग पर्ने रहेछ मैले टिभी त्यत्रो चाहिँ होइन कि मलाई हेर नि त यही पनि ठिकै छ 26 M5 चिप होइन मलाई M4 Pro नै चाहियो कि M4 Pro को. अनि 5 पर्दो रहेछ नि त M4 Max पनि चाहियो होइन होला M4 Pro. फाइनली गाइज मैले चाहिँ अस्तिको हप्ता गएर MacBook चाहिँ किन्न गएको थिएँ तर नपाएर अर्डर गरिराखेको थिएँ. सो आज चाहिँ त्यो आइपुग्यो अरे भनेर हामी लिन जाँदैछौँ गाडीमा. यहाँ रमेश सर हुनुहुन्छ. रमेश सर यार हाई गरिदिनु यार. यहाँ हाम्रो सुजन सर हुनुहुन्छ र म खिम्जेबाट इक्सानतर्फ लागिरहेको छौँ. ओके गाइज अब MacBookको अनबक्सिङ भिडियो आउँदैछ. एकदम यो भिडियोलाई चाहिँ स्किप नगरी हेरिदिनु होला. एकदम खतरा अनबक्सिङ भिडियो हुँदैछ है. मैले कुन MacBook किन्दैछु भनेर चाहिँ तपाईँले यो भिडियोलाई पर्खिनु पर्ने हुन्छ. यस्तो हुनु पऱ्यो नि त अन्डरग्राउन्ड पनि यार. यो अन्डरग्राउन्डको माथि चाहिँ स्टेसन छ है गाइज. इक्सान यक स्टेसन इक्सानको ट्रेन स्टेसन छ यो माथि चाहिँ. हामी त्यसको बारीपट्टि जानुपर्ने भएर चाहिँ अन्डरग्राउन्डबाट जाँदैछौँ. फाइनली हामी बारीपट्टि निक्लिसकेको छौँ. अब चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्न लागेको छौँ गाइस.
छ यो घुमाइरहेको छ फाइनली हाम्रो गन्तव्यमा आइपुगिसकेको छ हामी यहाँबाट रहेछ पार्किङ भित्र रहेछ पार्किङ चाहिँ होइन चट्ट हामीले पार्किङ गर्नुपर्ने हुन्छ म्याकमा है म्याकबुक एक्साइटेड छौँ है हामी म्याकबुक हेर्नका लागि म्याकबुक कुन म्याकबुक हो भनेर तपाईँले पुरा भिडियो हेर्नु होला मोडल सोडल सहित प्राइस सहित म राख्नेछु होइन त राम सर डिटेल जानकारी अब तपाईँले एकछिनपछि थाहा पाउन सक्नुहुन्छ है सही हो सही हामी एप्पल स्टोरमा आइपुग्न लागेको छौँ है नस्यो 수먼 고객님. 네 맞아요. 전화 계속했는데 전화를 안 받으셔가지고. 요즘 거의 다 바빠서 그래요. 이거는 거 박스에서 뜯을게요. 네. 그래서 모델은 여기 실버 색깔이고, 네. 요거 코어고, 요거 24 1테라. 네. 그리고 맞아요. M4 칩 맞으시죠? 네. 담아 드릴게요. 네. यसको चाहिँ टच गरौँ मलाई अन्बक्सिङ हुनेछ. 그리고 저희 규정이 있는데 저희는 이거 오픈하면 이제 교환 환불은 안 되고 오픈에 혹시라도 이상이 있으면 문제가 있으면 영수증 가지고 애플 서비스 센터에서 교환 받으시면 돼요. 네, 네. 아이스에서 말아요. 그래도 좀 빨리 왔어요. 예상보다 그죠? 네. 잘 하시고 감사합니다. 감사합니다. 네, 감사합니다. फाइनली यो कल स्टोरबाट चाहिँ अब म्याकबुक बोकेर चाहिँ लाग्यो है त गाइस अब रुममा पुगेर यसको अनबक्सिङ हुन्छ है लरपटहरूको एकदम यहाँनिर चाहिँ 3 भन्दा 4 भन्दा 3 प्रो पो महँगो प्रो भने त प्रो भइहाल्यो नि प्रो भनेपछि अलिक महँगै हुन्छ नि अनि यो अहिले म्याकबुक पनि त नि 5 M5 को आइसक्यो तर M4 प्रो नै महँगो छ नि त प्रो भने प्रो नै हो कि हामी चाहिँ हाम्रो गाडी भएको ठाउँमा आइपुगेका छौँ है अब चट्टान चाहिँ गाडीमा बसेर चाहिँ निस्किनु पर्ने हुन्छ यो लोगो हेर्दै यस्तो मजा आउने क्या फाइनली गाइज म चाहिँ रुममा आइसकेको छु र म कहाँ गएर आएँ भनेर तपाईँले मेरो भिडियो हेरेर थाहा पाइसक्नुभयो होला म चाहिँ एप्पलको स्टोरमा गएको थिएँ र त्यहाँदेखि चाहिँ मैले एउटा स्पेसल चिज चाहिँ लिएर आएको छु र यसको अनबक्सिङ गर्न गइरहेको छु है सो तपाईँलाई देखाउन चाहन्छु ओ माई गड यहाँ रहेको छ मेरो साथमा एउटा एप्पल स्टोरको ब्याग र यो ब्यागको भित्र रहेको छ ओ माई गड व्हाट इज दिस सो मेरो हातमा रहेको छ एप्पलको म्याकबुक 14 प्रो सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ लेखिएको छ म्याकबुक प्रो भनेर र यसको पछाडिपट्टि छ मैले यस म्याकबुकको साथमा चाहिँ के पाएको छु भनेपछि M4 चिपको साथमा 24 GB को चाहिँ ऱ्याम पाएको छु भने 1 TB को स्टोरेज पाएको छु है तर यो चाहिँ तपाईँले अप्सन अनुसार छान्नु मिल्छ होइन किनभने यो चाहिँ जति धेरै भयो त्यति नै महँगो पर्न जान्छ जस्तै 8 GB ऱ्याम भएको तपाईँले लिनुभयो भने त्यसलाई अलिकति सस्तो पर्न जान्छ तर यो 24 GB भन्दा यसको अझै धेरै माथि 48 माथिसम्म हुन्छ त्यसलाई चाहिँ अझै धेरै महँगो पर्न जान्छ अनि रहेको छ 1 TB को स्टोरेज यो पनि तपाईँले अप्सनमा छान्न सक्नुहुन्छ होइन यसको चाहिँ थोरैमा 256 देखि 512 हुँदै 1 TB 2 TB हुँदै 8 TB सम्मको हुन्छ है त्यसलाई एकदम धेरै महँगो पर्छ र मेरो चाहिँ रहेको छ 10 कोर CPU को साथमा 10 कोरकै GPU पनि रहेको छ हैन यो चाहिँ जति धेरै
यसको पनि जति धेरै भयो त्यो पनि त्यति नै स्मुथ चल्छ होइन त्यो अनुसारले र मलाई चाहिँ यतिको ठिकै हुन्छ भनेर मैले चाहिँ यतिको लिएको छु सो गाइज यसको सिल तोडौँ है त अब म यसको सिल तोड्न गइरहेको छु गाइज फाइनली ओ माई गड र मुनिको है त मुनिको यहाँ रहेको छ ओ माई गड अब यस्तरी राखेपछि हेरौँ है त गाइज म्याकबुक प्रो फर्स्ट लुक है गाइज कस्तो होला है त फर्स्ट लुक ओ माई गड यहाँ देख्न सक्नुहुन्छ तपाईँ एप्पलको लोगो मुनि राखौँ सो गाइज यसलाई चाहिँ निकालौँ है त ओ माई गड यस्तो पातलो छ है एकदम हल्का हुने छ होइन यसको चाहिँ यस्तो म्याकबुक भनेको बुक जस्तै छ क्या सानो पातलो है बवाल छ है बवाल अब यसको फर्स्ट लुक हेरौँ है गाइज फर्स्ट लुक है त यस्तै खोल्छु म यसलाई यस्तो गरेर ओ माई गड यसलाई चाहिँ यस्तो गरेर चारतिर खोलेपछि यो चाहिँ यसको कभर रहेछ होइन र फाइनल लुक गाइज सिल्भर कलरमा रहेको छ यो चाहिँ होइन सो देख्न सक्नुहुन्छ हो गाइज यसलाई चाहिँ म अब फोल्ड खोलेर हेर्नेछु है त फर्स्ट लुक्स तपाईँलाई है ओ माई गड कस्तो मजाले खुलेको ओ माई गड यस्तो रहेको छ है त र यसको कभरलाई चाहिँ निकालौँ ओ माई गड अन्यङास्यो भनेर भनिरहेछ है पुरै यो चाहिँ कोरियनमा रहेको रहेछ यसलाई हेलो पनि भनेर भनौँ है सो गाइज यसलाई पनि मैले साइड लाएँ है त ओ माई गड नमस्ते पनि आयो गाइज फाइनल गाइज नमस्ते नमस्ते सो भोपाल लाग्यो मलाई चाहिँ होइन एकदम हल्का छ है यसमा चाहिँ एयरमा चाहिँ फ्यान हुँदैन होइन यसमा चाहिँ फ्यानको पनि व्यवस्था हुन्छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ केबल लाग्ने रहेछ र यहाँ चाहिँ मेमोरीको के भन्छ त्यो चिप भन्छ कार्ड लाग्ने रहेछ होइन र यतातिर यहाँनिर चार्जर लाग्ने रहेछ र यहाँनिर यसको यतापट्टि पनि दुईवटा सी टाइपको केबल लाग्ने रहेछ है र एउटा यहाँनिर चाहिँ इयरफोन लाग्ने रहेछ होइन सो बवाल छ है सो गाइज एकदमै स्मुथ रहेछ है यो चाहिँ एकदम हेर्दा नि हेरिरहँ जस्तो है लास्ट दामी लाग्यो मलाई चाहिँ होइन र यसको साथमा देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर एउटा चार्जरको केबल रहेको छ अनि यहाँनिर रहेको छ एप्पलको यो चलाउने विधिहरू होला सायद यहाँ केहरू छ होइन यसमा छ र यहाँनिर एउटा सानो एकदम सिम्पल खालको चार्जरको टाउको रहेको छ यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर एकदम सिम्पल दामी खालको रहेछ यो चाहिँ होइन बवाल लाग्यो है मलाई चाहिँ यस्तो बोकिन्न पनि त्यो अरू जस्तो त्यो झ्याउ नहुने नि त सानो टाउको यत्रो रहेछ होइन यो चाहिँ एकदम फास्ट चार्जिङ हो सो यसलाई चाहिँ यहाँ जोडेर यसमा टक्क जोडेर चाहिँ यसलाई यसरी यसलाई ओपनिङ गरौँ र यहाँदेखि सर्ट यसलाई यसरी चाहिँ एकदम लामो रहेछ केबल चाहिँ यस यो चाहिँ चार्जरको केबल चाहिँ एकदम लामो रहेछ है त यसलाई चाहिँ टक्क यहाँनिर जोडेर सी टाइपको रहेछ केबल चाहिँ त्यसपछि यहाँनिर टक्क यो चाहिँ म्याग्नेट सिस्टम रहेछ है टक्क जोडिन्छ है एकदम दामी लाग्यो है त तर अलिकति धुलो चाहिँ लागेछ होइन अब यसको लागि चाहिँ एउटा कभर फेरि मगाउनु पर्ने हुन्छ है हो गाइज यसलाई सेटअप गर्नुपर्ने रहेछ होइन सो एकदम इजी खुल्छ क्या खोल्नु पनि है सो यसलाई चाहिँ सेटअप गर्नै पर्ने रहेछ होइन चार्ज पनि छैन होइन यसलाई चाहिँ म अब बसेर मजाले सेटअप गर्नेछु यसलाई अलिकति टाइम लाग्ने रहेछ सेटअप गर्नको लागि होइन
र यसको साथमा मैले अर्को पनि यहाँनिर माउस पनि मगाएको छु हैन र माउसको पनि अनबक्सिङ गरौँ है त। यहाँ देख्न सक्नुहुन्छ तपाईले। सट्टैलाई पनि अनबक्सिङ गरौँ। कैमै यसलाई पनि अनबक्सिङ गरौँ। यो चाहिँ वायरलेस वाउ यस्तो दामी यार, यस्तो पातल स्मुथ हेर्दै यस्तो मजा आउने के। यो चार्जिङ सिस्टम रहेछ, यहाँ चार्ज गरेर टक्क चलाउने है। यसरी यस्तरी रहेछ। वाउ दामी छ यार, दामी नाइस यार रहेको छ है। र यसको लागि यहाँनिर के हो यो, ओ माइ गॉड, यसको लागि नि यो चार्जर रहेछ हैन, चट्टो चार्ज दिएको रहेछ। ठिक छ, यसलाई यहीँ राखौँ। फाइनल गाइज, अब यसको चाहिँ प्राइस भन्नु पर्दाखेरि चाहिँ कोरियामा चाहिँ यसको यही मैले किनेकै मोडलको किन्नुहुन्छ भने चाहिँ यसको प्राइस रहेको छ 29,90,000 चाहिँ यसको कोरियन प्राइस रहेको छ भने यसलाई नेपालमा चाहिँ कति पर्छ तपाईले सर्च गरेर हेर्न सक्नुहुन्छ। यसको नेपालमा चाहिँ अलि महँगो पर्छ होला सायद, किनभने भन्सारहरूले गर्दाखेरि चाहिँ एकदम महँगो पर्न जान्छ हैन। र यसको प्राइस रहेको छ 49,000 कोरियन वोन है। र यसलाई नेपालमा कति पर्छ हेर्न सक्नुहुन्छ तपाईहरु। सो गाइज, मेरो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईलाई एकदम धन्यवाद। र मेरो भिडियोहरु चाहिँ अब चाहिँ अलि दामी क्वालिटीमा आउनेछ है, किनभने म चाहिँ यही भिडियो एडिटहरु गर्नको लागि र मलाई चाहिँ अनलाइन क्लासहरु पनि एकतिर लिनु पर्ने थियो, त्यही भएर म्याकबुक चाहिँ किन्न पर्ने अवस्था भएको कारणले चाहिँ मैले किनेको छु है। सो अब यसमा चाहिँ पढ्न पनि एकदम दामी हुन्छ र यसलाई चाहिँ भिडियोहरु बनाउनको लागि पनि एकदम दामी हुन्छ हैन, त्यही भएर चाहिँ मैले यसलाई लिएको छु। सो तपाईहरुले अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद गाइज। अर्को भिडियोमा भेटौँला है त।